जय मसीह यहाँहरू सम्पूर्णमा यूहन्ना 5:21 देखि 25 यहाँ यसो भनेर लेखिएको छ, किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ त्यसलाई जीवन दिदछ। किनकि पिताले कसैको न्याय गर्नुहुन्न, तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ, ताकि सबैले पुत्रको आदर गरून् जसरी तिनीहरूले पिताको आदर गर्दछन्। पुत्रको आदर नगर्नेलाई उसलाई पठाउनु हुने पिताको पनि आदर गर्दैन। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुने माथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ। त्यो न्यायमा आउँदैन, तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। साँच्चै म तिमीहरूलाई भन्दछु, त्यो समय आइरहेछ र त्यो समय अहिले हो जब मृतकहरूले परमेश्वरका पुत्रको स्वर सुन्नेछन् र सुन्नेहरू बाँच्नेछन्। आमेन।